साथीहरू मिर्मी पाली चोलदेखि चाहिँ हामी लाग्यो घरतर्फ छतमा अब सिटी रहेन त तल हाम्रो दिदी त तल झन् साथीहरू हामी चाहिँ फाइनली कुन ठाउँमा यो अरे कुन ठाउँमा यो मिर्मी त मिर्मी होइन कि गाउँको के स्याङ्जा त जिल्ला भएको मिर्मी त उहाँ चोक होइन त्यही कुन ठाउँमा पुग्यो पुग्नलाई पुग्यो। हेलो वेलकम ब्याक टु माई च्यानल सबैजनालाई नमस्कार होइन सन्चै हुनुहुन्छ हजुर पनि सन्चै हुनुहुन्छ होला म पनि एकदम ठिक छु। हामी चाहिँ आज राति नै स्याङ्जाको लागि निकाल्दैछौँ है स्याङ्जा जानु लाग्यो राति तयार भएर राति त के भन्नु बिहान 4 बजे 4-5 बजे बन्नला होला तयार भएर रेडी छिटो तयार भयो। हाई साथीहरू म पनि तयार भइसकेँ ल यसको रन सन सुरु भइसक्यो जान्न हिँड्नलाई ल हिँड भयो चाहिँ डक्क घरदेखि मम्मी हामी लागेको पासमा उ हाल्नुलाई त्यो त तातै छ के आमा बिमारी भएर ल हामी लाग्यो मम्मी ल बुवा हामी पनि लाग्यौँ चाबी त आमाले ल्याइदिन्छु ल हामी चाहिँ यहाँ ठ्याक्क साडु दाइलाई लिउन आएको है साडु दाइको घरमा ठक्क होइन केही ल्याइदिएन म त यो हालत हेर्नु त 4 बजे भनेको मान्छे यो सुताइ मूल जातिलाई मानेन है साथीहरू होइन बल्ल हामी चाहिँ भालुवाङ आइपुग्यो भालुवाङ चाहिँ आइयो होइन सेपरै बिहान हुनु लागिसक्यो बिहान कति बज्यो होला 6:30 भयो होला आमा निक्लिनु भयो बल्ल जाडो कतिको छ बुढी हल्का अलिअलि छ त्यस्तो छैन ओहो अरू साडु दाइ सबै निक्लियो सामान ओहो अब यहाँदेखि बस चढ्ने फेरि बुटोलको लागि यही छ गोदाम हामी चाहिँ बुटोलको लागि बस चढ्ने ल साथीहरू अहिले हामी चाहिँ बुटोल लागि है बुटोल बस पार्कमा आएको छौँ सबैजना अगाडि बसेछन् हामी चाहिँ पछि गाडी आइसक्यो कहाँ गाडी आइसक्यो एकदम रुगा लाएर बिजोकै भा ल साथीहरू मिर्मी पाली चोलदेखि चाहिँ हामी लाग्यो घरतर्फ छतमा अब सिटी रहेन त तल हाम्रो दिदी त तल झन् बिजोक छ हो सिट नपाएर छतमा यसलाई के भन्छन् यो गाडीलाई छतमा आएको यार तडालीवाला जिप हो त्यो त फ्याट्टे खस्यो नि फ्याट्टै हो क्या खस्न चाहिँ भएन यहाँ तल पो रहेछ बाटो त फेरि सर्लकै रहेछ त केटा ल लाग्यो घरतिर हामी चाहिँ पुरै सुगा पानी र विद्युतको ड्याम रहेछ यहाँ चाहिँ ड्याम रहेछ पुरै विद्युत निकाल्ने सिन त बबाल छ प्रत्येक पुरानो पुल रहेछ यो ड्यामको बाटो साथीहरू हामी चाहिँ फाइनली कुन ठाउँमा यो अरे कुन ठाउँमा यो मिर्मी त मिर्मी होइन कि गाउँको के
स्याङ्जा त जिल्ला भएको मिर्मी त उहाँ चोक होइन त्यही कुन ठाउँमा पुग्यो पुग्नलाई पुग्यो अगाडि हिँड्नु भयो यो मिर्मीदेखि चाहिँ अगाडि आइयो यसो चिनेपा ठाउँको नाम चाहिँ कमेन्ट गरिदिनु होला हामीलाई त यही ठाउँ चाहिँ थाहा भएन हजुर नयाँ त नयाँ पर्यो ओ यस्तो छ पहाडको बिचमा टक्क अरू दिदी हुनुहुन्छ यता साडु दाई आमा होइन बुढाहरू पनि आख्नु फेरि बुढा नभए हुन्थ्यो त्यो गरेर चाहिँ हुन्छ कतिको देखाएको छ केही भन्न चाहनुहुन्छ सालीको सट्टाबाट हामीलाई धन्यवाद सेम टु यु ल घरसम्म चाहिँ आइपुग्यो ओहो ल घर चाहिँ दिदीको घर आइसक्यौँ यो दिदीको होइन उ छ कि स्याउ सुन्तला मात्रै ल घरसम्म चाहिँ यो जसो तसो गरी टेम्पोमा बसेर भए पनि खासमा सालीलाई प्लेनमा ल्याउनु पर्ने ल स्वागत छ तपाईँ ठ्याक्कै घरमा आइपुग्नु भयो धेरै दुःख हुने रहेछ नि आमा दिदीलाई पनि दुःखै भयो झन् त मोटा मान्छे तुलसा खोइ मेरो चप्पल आइज यहाँ तल पछाडि आइज न हिँडिन् साडी लगाइज अहिले चाहिँ हामी दिदीको छोराको छ्यारो गर्दैछौँ नि त छ्यारो भन्छ के भन्छ दिदी छ्यारो गर्न कपाल फाल्नको लागि चाहिँ है जाँदैछौँ रातको भिडियो बनाइदिन्छु म हाम्रा सबैजना उता गइसक्यो त त्यति जाडो मानिनँ हौ मैले यो ठाउँमा बरु उति जाडो माने त्यही हो अभी कोई लेंगे थे यो ओहो के कसरी हो फोटो खिच्दिने भनेको त खोइ दिदीको फोन लिनुहोस् दिदी गर्दा खिच्दिएको त भिडियो नि लातीले पो आन्छ फुल टोपीमा बान्नु रहेछ मजालाई गएको छ बाबु अलि उता फर्क है त्यो आँपको रुखतिर हेर
आम कति फले रहेछ हेर त ठुलो फलेछ है त्यो घाम निक्लन दिएर फर्काउने हो टुपी उचाल्नु त टुपी यो खाले त अरु अलिकता राख्नु एउटा क्यामेरा भएको हो सुरुको अब अलिअलि हो भनेपछि अब पैँसीले काट्नु तिम्रो अहिले भिडियो हेर है टाउको हेर है कस्तो देखिया राम्रो देखिन्छ भर दुई मनाको छोराको के गरेन जीवनको पनि हो नि यस्तै काटेछ उहाँ दुईटा त्यो अहिले सँगै हुने हो दुईटाको त्यो टाउको हेर्ने है दुईटैको अब भदैको नि यस्तै गरी काट ल कपाल टक्लु बनाएर नि भयो यार त कान्छा यता त राम्रो देखिया रहेछस् त ए हिरो दे देखे यता यसै त हिरो मान्छे हो नि त चिल्लो बाहास बटर बत्तर हुँदैछ आमा पुरै तयारी भट्टीको के पाक्दैछ दाजु एमा त्यसमा आलु पाक्दैछ आलु बोइल गरेको लागि आलु बोइल हुँदैछ यता भातको प्रोसेसिङ भएको छ पल्लो अबको 2 घन्टामा हामी खाने पुरा रेडी गर्ने तयारीमा छौँ हेरौँ अब 2 घन्टामा हुन्छ भयो ठाउँ अलि सानो रहेछ नि भाँडा चाहिँ हो एकचोटि बनाएको ठुल्ठुला रहेछ यो कलपकै भाँडा हो के दाजु हजुर अर्को ग्रुप यहाँ माथि पनि छन् तल्लो ग्रुप तलै छन् ल ल ल माथिको ठाउँमा के गर्दैछन् मान्छेहरू झन् डेन्जर रहेछ त माथि त कुतु 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 यो नभने यसले नाङ ताङे त यहाँ त डेन्जर भएर रहेछ त कटिङ गाँठे बाख्रा रहेछ बाख्रा खसी गम्मी चोक्टो पर्यो खसी हो कि बाख्रा यो बाह्र हो क्या नि यो फेरि अर्को ग्रुप ल बाबु त्यहाँ उसमा मासु चाहिँ निकाल्दै हुन्छ म जुत्ता लान्छु ल हामीले केही गर्नुपर्छ भने भन्नुहोस् है आमा दिदी कटिङ गर्न थाल्नुभयो आमा कटिङ गर्न थाल्नुभयो चिया खान पाकिसक्यो अब यसरी हो गाइस बनाउने तरिका दाल यता यो चाहिँ भात त्यो दाल त्यहाँ मासु गाउँघरमा यस्तो तरिकाले पकाउनुहुन्छ कति दामी तरिकाले सबैले काम गर्नुहुन्छ बुढादेखि पकर्का यो हाम्रो मल हाल्दै हुनुहुन्छ है हाम्रो बुवाले ढक्क क्या 25 किलोको हो बुवा 25 किलोको है पाक्छ 5 ब्याग छ कि यसमा
साथीहरू यहाँनिर चाहिँ मेरो बुढाले काम गर्दै हुनुहुन्छ यता हेर्नु त खान्छ यता हेर्नु त हेर्नु न के सालीले चाहिँ उता दुइटा बेलाको लागि अझ उ गरेर ल्याइदिएको छ यता फेरि यस्तो गर्ने रहेछ नि त प्याजहरू बुढा यता हेर्नु त यस्तो काम गर्नु पर्यो मेरो सालीले कतिको लगाइदिन भनेको नलाइदिनु रे लगाइदियो ल ल ओइ लगा लगा नलाइदियो कि यहाँ गोरुलाई त त्यति त होला नि है फोटो खिच्न दिने होइन है श्यामालाई है ढप पाउने हो है नमस्ते गर श्यामा सब खोलिदिन्छ है ल सार्दै ल राम्रै आशीर्वाद सहित नमस्ते गर्ने हो नि फुलबाबालाई ल अरू कोही कता जानुभयो कोले लगाइदिनु ल दिदी छिटो छिटो खानु दिनु न हाम्रो पाहुनाहरूलाई खाना चाहिँ शर्माउनु हुन्न है हामी सबैले खानु यार बिचरा हामी मात्रै भइयो को दाइ दाइ त टोइलेट लग ल छिटो छिटो पाथेक डकाएर त तँसित त बस्नु पर्छ र म हामी अरूसित बसे नि हुन्न र आमै नि सबले खाइसकेछन् लिउँ खाली हो ओहो यो थाल मात्रै सुँगुर त खानुहुन्न ल खसी आयो बङ्गुर ओ त्यो पल्लोमा चाहिँ पोथी भाले छैन भाले रहेको छ फेरि यहाँनिर चाहिँ भात खुवाइ भइरहेछ ल हेर्न म भन्दा नि छिटो बसेको खानालाई अझैसम्म राखेर एउटाले आइसकेपछि गर्छु के गर्छु खाना साना खाएर डुम्म बसेन कहाँ कहाँ मान्छे बिचरा जस्ता देखिएन स्वागत छ मेरो स्वागत छ के होला पातला देखिएन बिचरा कहाँ कहाँ मान्छे नि ल है साथीहरू खाना पनि खाएर पनि भ्याइयो होइन माथि घुमेर पनि फर्क्यो अब एकछिनपछि नाच नाच्छन् र यहाँ मारुनी नाच भन्ने अब त नाचको एकछिनपछि नाचको भिडियो बनाउँछु
साथीहरू दान आयो है ओ माई गॉड दान त यस्तो रहेछ बियर आमामा मैले एउटा दान आयो मैले त के भन्ने अरे यो कपाल खुर्किँदा नि यस्तो नचाउँदो रहेछन् कि यता फेरि साङ्गातिर अचम्मको रिवाज रहेछ यता चाहिँ है भान्जालाई लुकाउँदैछन् मान्छेहरू र साथीहरू फेरि अर्को नाच फेरि यता अन्त नाच त 2-3 थरी हुँदो रहेछ क्या यता फेरि डेकमा जम्प छैन अगाडि भिडियो चाहिँ कम्प्लिट भयो हैन यति भन्दै म बिदाबारी हुन चाहन्छु सबैले लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गरिदिनु होला हैन के कस्तो लाग्छ कमेन्ट पनि गरिदिनु होला है साथीहरु बाइ बाइ